यो वचन सुन्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई जय मसीह। आउनुहोस् हामी आज बिहानी परमेश्वरको वचन लुकाको 12को 13 देखि हामी 21 सम्म पढ्नेछौँ। यहाँ यसरी लेखेको छ, शीर्षकमा लेखेको छ मूर्ख धनी मानिसको दृष्टान्त भनेर। यहाँ यसरी लेखेको छ, भिडबाट एकजनाले उहाँलाई भन्यो, गुरु मेरा दाजुलाई भनिदिनुहोस्, तिनले मेरा अंशबन्ध गरिदिउन्। तर उहाँले त्यसलाई भन्नुभयो, मित्र, कसले मलाई तिमीहरूमाथि न्याय गर्ने अथवा तिमीहरूको सम्पत्ति बाँडिदिने तुल्यायो? उहाँले तिनीहरूलाई भन्नुभयो, होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्तमा रहँदैन। उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, कुनै एउटा धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो र त्यसले मनमा नै गुन्न लाग्यो, मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरौँ? तब त्यसले भन्यो, म यसो गर्नेछु, आफ्ना ढुकुटीहरू भट्काएर झन् ठुला ठुला बनाउनेछु र मेरा सबै अनाज मालटाल त्यही नै राख्नेछु। अनि म आफ्नो प्राणलाई भन्नेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ, सुख चैनमा बस, खा पी र मोज गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ए मूर्ख, आज राति नै तेरो प्राण तँबाट लिनेछ र जे कुरा तैँले आफ्नो निम्ति थुपारेको छस् ती कसको हुने? आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ। आमेन। यो वचन पढे जानमा तपाईहरूलाई परमेश्वरले आशिष दिनुभएको होस्। यहाँ यति राम्ररी लेखेको छ, एउटा मानिसले आएर यीशु मसीहलाई भन्यो, गुरुजी, मेरो दाइलाई भनिदिनुहोस् कि मेरो अंशबन्ध दियोस्। तर परमेश्वरले के भन्नुहुन्छ? 15 म तपाईँहरूको लागि पढ्नेछु। उहाँले तिनीहरूलाई भन्नुभयो, होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्तमा रहँदैन। हालेलुया। होशियार रहो भनेर यीशु मसीहले भन्नुहुन्छ। होशियार रहेर सबै किसिमका लालचबाट जोगिने काम गर। मतलब सबै चिजको मतलब वास्तविकता यो छ कि हामी आफ्नो जिन्दगीमा कुनै चिजको लालच गर्नु हुँदैन, हैन? धन सम्पत्तिको लालच गर्नु हुँदैन, हरेक चिजको, कसैको चिजको लालच गर्नु हुँदैन। यहाँ भन्नुहुन्छ होशियार रहो, हैन? हरेक लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन सम्पत्तिमा प्रशस्तमा रहँदैन। मतलब यो छ कि हामीलाई त्यो धन सम्पत्तिले बचाउन सक्दैन र त्यसमा के एकदम राम्ररी मलाई यो बहुत मन पर्छ। धन सम्पत्तिमा मानिसको जिन्दगी उसको धन सम्पत्तिमा रहँदैन। र उहाँले एउटा कुरा यता तलतिर भन्नुभयो, उहाँ एउटा धनवानको बारेमा उहाँले भन्नुभयो। उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, कुनै धनी मानिसको, एउटा किसानको पास हैन धेरै उब्जनी भयो र उसँग अन्न राख्ने ठाउँ भएन। त त्यसले 18 मा यसरी लेखेको छ, तब त्यसले भन्यो, म यसो गर्नेछु, आफ्नो ढुकुटीहरू भट्काएर ठुला ठुला बनाउनेछु र मेरा सबै अनाज र मालटाल त्यही नै राख्नेछु। हो, आज हामी सायद पैसा धेरै कमाउँछौँ होला, सायद हामीसँग धेरै सम्पत्ति होला, सायद हामी धेरै पढे लेखेका होलौँ, तर सायद हामी धेरै बुद्धिमानी पनि छौँ होला, हैन? तर परमेश्वरको दृष्टिमा तपाईको सबै चिज व्यर्थ छ, सबै चिज व्यर्थ छ। आज मानिस आफ्नो धन सम्पत्तिमाथि घमण्ड गर्दछ तर परमेश्वरको आराधना गर्न चाहँदैन, हैन? र यहाँ हेर्नुहोस् त, परमेश्वर यो मानिसले के गर्यो? आफ्नो ढुकुटीहरू भट्काएर अझै ठुलो बनायो। र 19 मा तपाईँहरूको निम्ति पढ्नेछु। यहाँ यसरी लेखेको छ, अनि म आफ्नो प्राणलाई भन्नेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुपारिएको छ, सुख चैनमा बस, खा पी र मोज गर। हालेलुया। यो मानिसले के भन्दछ? कि हे प्राण, तेरो निम्ति धेरै सम्पत्ति थुप्रिएको छ, अब यो सम्पत्ति जो छ धेरै समयसम्म चल्नेछ, खा पी र मोज गर। तर परमेश्वरले के भन्नुभयो? 20 मा हेर्नुहोस् त, तर परमेश्वरले त्यसलाई भन्नुभयो, ए मूर्ख,
आज राति नै तेरो प्राण तँबाट लिनेछ र जे कुराहरू तैँले आफ्नो निम्ति थुपारेको छस् ती कसको हुने? आमेन। तपाईहरू कमाउँदै हुनुहुन्छ, राम्रो कुरा हो। तपाईँ आफ्नो बच्चाहरूको लागि बनाउँदै हुनुहुन्छ, राम्रो कुरा हो। तर सँगसँगै परमेश्वरको पनि आराधना गर्नुहोस्। हामीले यो धन सम्पत्ति पैसाले बचाउन सक्दैन, हैन। हामी यो मूर्ख मानिस जस्तो बन्नु हुँदैन। तपाईँ काम गर्नुहोस्, तर परमेश्वरको आराधनाको लागि पनि टाइम निकाल्नुहोस्। हालेलुया। त्यही भएर 21 मा तपाईहरूको निम्ति पढिदिनेछु। यहाँ यसरी लेखेको छ, आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ, हैन। आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ, हैन। आफ्नो धन सम्पत्ति थुपार्नको लागि हामी धेरै मेहनत गर्दछौँ, हैन, धेरै मेहनत परिश्रम गर्दछौँ। तर यहाँ लेखेको छ परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुनेछ। हामी परमेश्वरको दृष्टिमा पनि धनी हुनुपर्छ। हामीले जान्नुपर्छ कि परमेश्वर हामीसँग के चाहनुहुन्छ। कि तपाईँ बिहान उठ्ने बित्तिकै परमेश्वरलाई धन्यवाद दिनुभएको छ? आजको दिन धेरै जस्तो मान्छेले देख्न पाएनन्, तर हामी परमेश्वरको संसारको धन सम्पत्तिमा हैन, तर परमेश्वरको दृष्टिमा पनि धनी हुने काम गर्नुपर्छ। आमेन। यो वचन सुन्नुहुने तपाईँ सम्पूर्णलाई जय मसीह भन्दै यो वचन यही टुङ्ग्याउँछु। तपाईँले परमेश्वरले आशिष दिनुभएको छ। आमेन।